आजको भिडियोमा यसलाई मास्टरी गर्ने हो यो सोडलाई। यहाँ मेरो V3 पनि भइहाल्यो। एक सेकेन्ड, यो के हो? यहाँनिर एउटा बोस आथ्यो। यहाँनिर कतै माथि यो रुममा त्यसलाई मारेर त मिले होइन। यहाँ V3 भइहाल्यो मेरो क्यारेक्टर जावेद रेस V3 अहिले ग्राइन्डिङ गरिरहेछु। यसलाई मास्टर गर्ने लास्ट यसले हान्ने भयो। अबे मर्यो। दुईटा लास्ट मारेपछि लेभल अप हुन्छु। लिभिङ जोम्बीलाई पनि अबे हेर मैले गल्तीले पाइलट लगाउन सारी मरिन लगेको थिएँ। कहाँ छ त्यसलाई त्यसको वेलकम गरिदिएँ मैले। मर्यो। मैले आजको गोल राखेको छु। यहाँ मसित लेजेन्डरी एसेसिन पनि आइहाल्यो त्यो बोसलाई मारेर। लगाएर देखाइदिन्छु के छु म लाग्छु। हेर्नु यो बोसलाई मार्ने बेला लगाउँछु किनकि यहाँ हेल्थ 9000 भइहाल्छ। पहिलेको लागि पाइलट हेलमेट नै लगाउँछु। स्टेज बनाउँछु। अब 1 लेभल चाहिन्छ 2000 लेभल बनाउनेमा गाइज। रिबोन स्केलेटनलाई नै मार्नु पर्थ्यो तबसम्म। कति फास्ट भइहाल्छ V3 को एबिलिटी लगाएर। एबिलिटी V4 गरेपछि त ऱ्याबिट रेस V4 भइहाल्छ। ऱ्याबिट रेस अनि यो पुच्छर लामो भइहाल्छ। यो स्केलेटन पनि मर्यो। ल्याग भयो गाइस। ल्याग यो पनि मरिहाल्यो। ओ एउटा बोन मिल्यो साथी साथ XP को साथी साथ। यो के हो? घोस्ट युनिकॉर्न। घोस्ट यहाँ के गरिरहेको छ? मारिदे। थोसीमा त लोगिया काम नै गर्दैन। त्यो पनि ध्यान दिन सक्दैन। यो मारेपछि लास्ट एउटालाई मार्ने। यो मर्यो। यो खोलेर मार्छु। अबे यहाँ मेरो धेरै छैन 3 लाख मात्रै छ। त्यस लाग्छु बहुत फास्ट भइहाल्छु। म बहुत फास्ट भइहाल्छु।
इन्सेन्ट नहीं एबिलिटी अन गरेर म कहाँ है अच्छा यसलाई मार्ने हो अन्त लेभल अप हुन्छु अन्त लिभिङ जोम्बीलाई मार्न सक्छु गाई लिभिङ जोम्बीलाई द पोइजनर हे यो कस्तो टाइटल हो स्टेज बनाउँछु अब यतै हुन्छ रिबोन स्केलेटन यता हुन्छन् भने लिभिङ जोम्बी पनि यतै हुन्छन् ब्रेननेस बनाउँछु म अहिले के खतरनाक लाग्छन् लिभिङ जोम्बी यो पनि मर्यो यो पनि मर्यो अब 4 7 नहीं 5वटालाई मार्ने हो अब 5 मरिहाल्छु गाई नहीं भुच्चे यो अब इन्सेनलाई छुट्याइदियो 2000 मान्छे गयो यिनीहरूको लेभल छ च्यात्तै 2000 यता त रिबन स्केलेटन हुन्छन् उता जानु पर्छ यता हुन्छन् लिभिङ जोम्बी सुनेको छु लिभिङ जोम्बी के हुन्छ हिट हानेर यति फास्ट हिट हानेर भागिरहेको एक त्यो पनि 2-4 चोटि 30 हेल्थ बच्चा थियो ध्यानले मार्नुपर्छ यसलाई लेभल अप पनि हुन्छ अबे बच्चे माथि फ्ल्यास स्टेप गरेर आइहाल्यो थियो यसरी अब यार यसलाई ड्यामेज दिन दे मैले भाग यसलाई पनि यो कोस्ट पनि सिद्धिहाल्यो लिभिङ जोम्बी यता छैन बहुत फास्ट भइहाल्छु लिटरली ल्याग हुन्छ साथै साथ पाइलट हेलमेट पनि छ स्पिड बढाउनको लागि 150 स्पिड बढाउँछ यो पनि मर्यो थर्ड पनि मर्यो मर्नै लाग्छ इन्सेन V2 गर्नको लागि 5 मिलियन बेलिरहेको छ गाइज हङ्ग्री मान्छे त गएर ल्याग अबे 2000 हो फेरि गयो यता छ थाहा नै हुन्न कता छ लिभिङ जोम्बी कता हुन्छन् यतै हुन्छन् यसलाई ओरा खोलिहाल्छु म मर्यो आज मैले 2010 लेभल बनाएर नै मान्छु गोल हो आजको 2010 लेभल बनाउने
अनि यसको पनि फर्स्ट एबिलिटी खोल्ने यो सोर्टको बच्चा ड्रागन ब्रिडले हान्छ। दुई मास्टर यसलाई मास्टर गर्न सक्दैन। आजको गोल 2005 ले बनाउने हो। यसको ऱ्याबिट रेसको V3 देखाउन सकेन। फेरि ल्यागले मरे। अब पक्का आइदा हुन्छ। हेल्थ डुल जसको हेल्थ कम गर्छु त्यो कहाँ जान्छन् कहाँ लेभल बढ्यो। लेभल 2003 आवाज भइहाल्छ। बोरिङ फिल भइरहेछ। Mir जो कि चैंदर चेजरमा मसित 11 छ। Level 2083 तबसम्म नेपालको लेभल नेपाल त्यतिखेर त 2004 चलिरहेको थियो। चल्छ लगाए लास्ट लिभिङ जोन जसमा गोल कम्प्लिट। थर्ड में बनी हुई थी मेरा लिटरली 583 मैच लाख और थियो 2 लाख बनी हो। दुई लाख दुईटा बोन मिले। नाइट में चैंदर
अंदर होगी ये कसी और यू नो राम की सी थर्ड सी लोग गया हूं ना बस कोई सब मर्यादा और मर्यादा जस्ट मर्यादा ಇದು ಫಾಸ್ಟ್ ರೀಸನ್ ಮುಂಜಾನೆ अब यार 2005 लेवल आजको लागि यति टाटा बाई बाई